आज आउला भोलि आउला भन्दै ती आमाले बाटो हेरिरहिन्, तर कहिले पनि नआएपछि आफै खोज्न हिँडे। अहिले आएर ती हमासले बिपिन जोशीको हत्या गरिसकेको थाहा पाउन ती आमालाई कत्रो चोट पर्यो होला भगवान। सन्तानको भविष्यको लागि त्याग परित्याग गर्दा पनि यो आमाले सन्तुष्टि नपाउने रहेछ। आज आएर बिपिन जोशीको मृत्यु भएको घोषणा भयो होइन त? यो साल पनि होइन, तो साल पनि होइन, 2023 सालमै दुई आमाको छोरालाई चुडेर लगिसकेको रहेछ होइन हमासहरूले। एउटा आसमा बसेर गएकी थिए ती आमा, तर आज आएर रित्तो हात फर्किँदा ती आमा र ती बहिनीको कस्तो मन भएको होला। हे दैव, यो नेपालमा मात्रै किन यस्तो हुन्छ? नराम्रो शिक्षा पाइन्छ, नराम्रो रोजगार,